सम्पूर्णमा नमस्कार। म हो दिपेन्द्र चमलाकै तपाईहरुको माझमा फेरि पुनः उपस्थित भइरहेको छु किनकि यो भिडियोको जानकारीको लागि। र कालीकोट जिल्ला सबैभन्दा बिकट जिल्ला हो र त्यहाँका जनताले धेरै दुःखहरू भोगिसकेका छन् र त्यहाँ सम्पूर्ण रोजगार, बेरोजगार, स्वास्थ्य, शिक्षा लगायत सबै कुरामा पछाडी परेको र त्यहाँको विकट स्थलमा रहेको जिल्ला हो कालीकोट जिल्ला। तपाईले थाहै पाइसक्नु भएको छ र यो भिडियो तपाईहरुले मैले भन्नुभन्दा पनि सबैभन्दा भिडियोमा गएर हेर्नु होला र भिडियोले के भनेको छ त्यसको सुझाव सल्लाह तलको कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। किनकि यो भिडियो बनाउनका लागि सफल हुनुभएको संघर्षक इलेक्ट्रोनिक पसलका सबैलाई धेरै धेरै धन्यवाद छ। र तपाईलाई इलेक्ट्रोनिक सामान जस्तै मोबाइल, घडी, ल्यापटप चाहिएको छ भने संघर्षक इलेक्ट्रोनिक पसललाई तपाईले सम्झिन सक्नुहुन्छ। र भिडियो पुरा हेरेर भिडियोको बनाएर सुझाव सल्लाह तपाईलाई कस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। हाम्रो दिपेन्द्र चमलाका फेसबुक पेजलाई फलो चाहिँ अवश्य गरेर भिडियोलाई सम्बन्धित ठाउँमा पुग्ने गरी शेयर गर्न चाहिँ नबिर्सनु होला। कोही 2 पैसा दिने हो यो पर हाउस लाएर गुटबाट उल्टु ए भात मुखर बस्दैन गुटबाट उडाएर मुखत बस्तो त्यही बिरमला हाङ्गु बिरमला आउनु बिरमला हाङ्गु बिरमला न त बिरमला भन्ने त जनता शेयर गर्ने जनता त्यही स्याउ त्यही स्याउ छैन दुःख छ हेर्नुहोस् त्यही हेर्नुहोस् त्यहाँहरू ल यो भिडियो चाहिँ हाम्रो सम्बन्धित निकायमा पुगोस् है त। सरकारवाला निकायको ध्यान हजुर मेरो घर पनि हाई स्कुलमा प्रपर्टी छ सुनखोला छ जहाँले दमाई